हेलो, मेरो नाम प्रकाश श्रेष्ठ। म रामेछापबाट आएको हो। मैले प्लेसमेन्टबाट जापानको लागि एप्लाई गरेको थिएँ। भिजा सक्सेस भयो। मेरो प्लेसमेन्ट साथीको थ्रुबाट थाहा पाएँ। मैले सुरुमा आएर आशा म्यामलाई भेटेँ। उहाँसँग डिटेलमा अगाडि काउन्सिलिङ लिएँ। त्यसपछि सबै कुरा बुझेर एप्लाई गरेको। क्लास र सेन्से राम्रो छ। सेन्सेहरू सबैजना एकदमै फ्रेन्डली हुनुहुन्छ। क्लास पनि एकदमै राम्रो, नबुझेको कुराहरू बुझाइदिनुहुन्छ सेन्सेहरूले। डकुमेन्टेसन गर्दाखेरि सजिलो, एकदमै स्मुथली सबै कामहरू। सर म्यामहरूले स्ट्रङ डकुमेन्ट बनाइदिनु गाइड गरिदिनु भएको थियो। जर्नी चाहिँ एकदम रमाइलो भयो। अनि मैले जापानको बारेमा धेरै कुराहरू सिकेँ, प्लस ल्याङ्ग्वेजहरू पनि। अनि त्यसपछि भिजा प्रोसेसिङ स्मुथली भयो। तपाईँहरू जापान जान चाहनुहुन्छ भने प्लेसमेन्टमा भिजिट गर्नुहोस्। एकदमै भिजा प्रोसेसिङ पनि एकदमै स्मुथली भयो र लाग्यो पनि। क्लासेसहरू पनि एकदमै राम्रो छ। सेन्सेहरू पनि एकदमै फ्रेन्डली हुनुहुन्छ। उहाँहरूले नबुझेको कुराहरू सबै भनिदिनुहुन्छ। प्लस जापानको बारेमा पनि धेरै कुराहरू उहाँहरूले क्लासमै भन्नुहुन्छ।